हरेक बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा दृश्य दोहोरिन्छ। ब्याग बोकेका युवाहरू, आँखामा सपना र मनमा एउटै प्रश्न, यहाँ बसेर के हुन्छ? प्रत्येक दिन अनुमानित 1700 नेपाली युवाहरू यो देश छोडेर जान्छन्। एक दिनमा 1700 जना, हप्तामा 11900 जना, वर्षमा झन्डै 6 लाखभन्दा बढी। आज हामी यही प्रश्नको जवाफ खोज्नेछौँ, किन हरेक नेपाली युवा देश छोड्न चाहन्छ? के यो केवल पैसाको कुरा हो, वा यसको पछाडि छन् कैयौं दशकको असफलताका कथाहरू? पहिले तथ्याङ्कबाट बुझौं यो समस्याको आकार। गत 3 दशकमा झन्डै 68 लाख नेपालीहरूले भारत बाहेकका देशहरूमा वैदेशिक रोजगारको अनुमति लिएका छन्। गत वर्ष मात्रै 8,39,266 नेपालीहरूले वैदेशिक रोजगारको लागि देश छोडे। यसमा विदेश पढ्न गएका 1,19,000 विद्यार्थीहरू थपिन्छन्। भारतसँगको खुला सिमाना भएका कारण भारततिर जाने नेपालीहरूको त सही तथ्याङ्क नै छैन। अनुमान अनुसार भारतमा मात्र 35 लाखदेखि 80 लाखसम्म नेपाली युवाहरू काम गरिरहेका छन्। नेपालमा हरेक वर्ष करिब 5 लाख युवाहरू श्रम बजारमा प्रवेश गर्छन्। तर देशभित्र सिर्जना हुने रोजगारीको संख्या यसको एक अंश मात्र छ। नेपालको राष्ट्रिय सांख्यिकी कार्यालयको सर्वेक्षण अनुसार 20 देखि 24 वर्षका युवाहरूमा बेरोजगारी दर 22.7% पुगेको छ। सन् 1995 मा यो दर 7.3% थियो। अर्थात् 3 दशकमा बेरोजगारी 3 गुणा भन्दा बढी भयो। नेपालमा केवल 32.4% जनसङ्ख्या मात्र रोजगारमा छ। बाँकी सबैजना या त काम खोजिरहेका छन् या काम नखोजी हार मानिसकेका छन्। यस्तो परिस्थितिमा विदेश जाने सपना देख्नु भनेको असफलता होइन, यो एउटा बाध्यता हो। पछिल्लो 3 दशकमा नेपालमा राजनीतिक परिवर्तन मात्र भयो, विकास भएन। पार्टीसँग सम्पर्क नभएका सामान्य युवाहरूले राम्रो जागिर पाउन नसक्ने अवस्था बन्यो। नेपाली युवाहरू अहिले विश्वका 111 देशहरूमा काम गरिरहेका छन्। तर सबैभन्दा धेरैजना जाने ठाउँ भनेको खाडी देशहरू युएई, कतार, साउदी अरेबिया र कुवेत हुन्। विदेशमा गएका युवाहरूले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको छ। सन् 2023 मा रेमिट्यान्सले नेपालको कुल गार्हस्थ्य उत्पादन को 26.89% ओगटेको छ। विश्व औसत मात्र 5.13% छ। नेपाल यसमा विश्वमै शीर्ष स्थान नजिक छ। यो प्रवृत्ति रोक्न सकिन्छ, तर त्यसको लागि चाहिन्छ रोजगारी सिर्जना, भ्रष्टाचार मुक्त सरकार र युवाहरूलाई विश्वास दिलाउन सक्ने नेतृत्व। तपाईको के विचार छ? के नेपाल सुध्रिन्छ? के हाम्रा युवाहरू फर्कनेछन्? कमेन्ट गर्नुहोस्। र यदि यो भिडियो राम्रो लाग्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।